हामी चाहिँ बिदाको बेलामा स्कुल पनि छुट्टी भएको समयमा राव खोलातर्फ माछा समाउनु भनेर गइरहेको छौँ। बाटो अप्ठ्यारो छ, अफरोड बाटो। यस्तो खालको बाटोबाट हामी बाइकको माध्यमबाट ठुलो छोरासँग रावा बेसीको रावा खोलातर्फ जाँदैछौँ। हेरौँ माछा चाहिँ समाउन सकिन्छ सकिँदैन, तर रहर पुरा गर्नको लागि हामी गइरहेका छौँ। पहाडको बाटो यस्तो अप्ठ्यारै खालको हुन्छ, अलिक जोखिमपूर्ण यात्रा नै रहन्छ। साँघुरो बाटो, त्यसमा पनि उखड बुखड परेको बाटोहरू हुन्छ र यस्तो बाटोहरूमा छिचल्दै हामी गइरहेको छौँ। बाटोमा मेरो ठुलो छोरा चाहिँ मोबाइलबाट भिडियो खिचिरहेको छ। हामी यात्रामै छौँ र पारितिर हिमालहरू देखिएको छ। सोलुखुम्बु जिल्लामा पर्ने हिमालहरूको दृश्य पनि देखिरहेको छ। यसरी हामी रमाइलो गर्दै रावा खोलातर्फको यात्रामा अगाडि गइरहेका छौँ। हामी चाहिँ अहिले रावा खोलाको नजिक पुग्न लागिसकेको छौँ। अब हामी खोलामा पुगेर माछा समाउने उपायहरू लगाउनेछौँ, के कसरी सकिन्छ भनेर। हामी रावा खोला आइसकेको छौँ। मेरो ठुलो छोरा यसरी खोला किनारतिर घुमिरहेको छ। यहाँ चाहिँ अब हामीले माछा समाउनु पर्ने हुन्छ। रावा खोला यसरी बगिरहेको छ। हामी जम्मा 4 जना भएको छौँ माछा मार्ने। मेरो ससुराली घरतर्फको 2 जना आउनुभएको छ, सालो भाइहरू, र मेरो ठुलो छोरा यहाँ छ। मामाले माछा मारेको हेरिरहेको छ। भाइहरूले यसरी माछा समाउनुको लागि पानीमा पसेर पासो थाप्ने काम गरिरहनु भएको छ। निकै ठुलो पानी छ। हामी चाहिँ यहाँ जान सकिँदैन, तर यतैतिर खोला खेलिरहने, खोलामै काम गरिरहने भाइहरू चाहिँ यो खोला ठुलो भए पनि वारिपारि गर्न सक्ने भएकोले बिचतिर पसेर पासो लगाइरहनु भएको छ। र मेरो ठुलो छोरा चाहिँ मामाहरूले पासो थाप्नु भएको यसरी हेर्दै डुलिरहेको छ। खोला किनारतिर रमाइरहेको छ। यो माथिदेखि देखिने रावा खोलाको एरिया हो। यो हामी ओह्रालो आउँदै गर्दाखेरि खिचेको थिएँ र यो क्लिप्स पनि यहाँ राखिदिएको छु। यस्तो देखिन्छ रावा खोला, तल देखिन्छ। अब त्यो खोलामा चाहिँ माछाहरू थुप्रै पाइने भएकोले थुप्रो मान्छेहरू आउने गर्नुहुन्छ, माछा समाउने, रमाउने, बस्ने गर्नुहुन्छ। र यो क्लिप पनि मैले रावा खोलाको एरिया देखिने भएकोले यहाँनिर राखिदिएको छु। यहाँबाट राम्रोसँग रावा खोलाको फाँटहरू देखिरहेको छ। हामी जाने एरिया भनेको त्यतै हो। अघिल्लो क्लिपमा देखिएको रावा खोला र त्यस आसपासको फाँटहरू यही हो। यसरी रावा खोला बगिरहेको छ। यो एउटा हाँगो हो। योभन्दा पल्लोपट्टि नि यति नै पानी बगिरहेको छ। हामी चाहिँ किनाराभन्दा वारिपट्टिबाट अहिले भिडियो खिचिरहेको छौँ। माथिबाट देखिएको क्लिप यहाँ आएर हेर्दा यस्तो देखिन्छ। त्यही अघि माथिदेखि देखिएको क्लिप लाई चाहिँ प्रष्टसँग देखियोस् भनेर मैले अर्को पनि भिडियो राखेको छु। माथिदेखि देखिएको फाँट यहाँ आएर खिच्दाखेरि चाहिँ यस्तो देखिन्छ। वरिपरि वारिपारि देखिन्छ। यो रावा बेसीको रावा खोलाको फाँट हो। यहाँ वरिपरि धानबारीहरू, खेतीहरू छ। भाइ चाहिँ पारिपट्टिबाट पासो थाप्नु आउँदै गर्दा अलिकति चिप्लेर लड्नु पनि भएको छ र यसरी डोरी लगाइरहनु भएको छ र यहाँ चाहिँ माछा अल्झिन्छ अनि समाउने भन्ने योजना छ। यसरी थापिरहेको छौँ पासो। खोला ठुलै छ। यसरी भाइहरू चाहिँ पानीमा नै पसिरहनु भएको छ। हामी चाहिँ किनारै किनार हिँडिरहेको छौँ। रमाइलो भइरहेको छ। अब हामी अन्तिम चरणको पासो लगाउने
काम गरिरहेको छौँ। यसपछि हामी घरतर्फ निस्किन्छौँ। यहाँ चाहिँ भोलि बिहान आएर माछा परेको छ कि छैन भनेर उठाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ भोलि बिहान आएर माछा उठाउने गरी अहिले चाहिँ हामी अब घरतर्फ फर्किनेछौँ। रावा खोलाको पानी यसरी बगिरहेको छ। अब यो खोलामा हामीले थापेको पासोहरूमा माछा पर्छ कि पर्दैन भनेर चाहिँ भोलि बिहानसम्म कुर्नुपर्ने हुन्छ। र भोलिपल्ट बिहान म चाहिँ अलिक टाढा भएको कारणले र बिहानै झर्नुपर्ने भएकोले झरिनँ। भाइहरू झरेर माछा उठाएर घरमा ल्याउनु भयो। त्यो माछा चाहिँ म यहाँ देखाउनेछु, कति मरेको थियो भनेर, कति मर्यो माछा भनेर देखाउनेछु। यो यात्रामा रावा खोलामा पुगेर मारेको माछाहरूको फोटो यही हो।